केही युवाहरूले भारतीय मिडियाहरूलाई यसरी लखटे प्लिज हातमा नगर्नुस् न। हेलो हेलो जति पनि अराजक तत्त्वहरू यहाँ सलबलाएको छ नि ती जेन्जी होइनन्, ती जेन्जी होइनन्। यति बेला इन्डियन मिडियाहरूलाई युवाहरूको टिमले लखेट्ने तयारीमा छन्। प्लिज हात चाहिँ होइन यसो हात मात्रै नगर्नु। नेपालमा भारतीय मिडियाहरूको चहल पहल धेरै भएको छ भन्ने कुरा युवाहरूले आभास गरेका छन् र यति बेला भारतीय मिडियालाई यति बेला यहाँबाट लखेटेका छन्। यो खालको अवस्था छ दर्शक महानुभावहरू। यति बेला म नेपाली सेनाको हेडक्वार्टर अगाडिबाट बोलिरहेको छु र यहाँबाट आर्मीले खेदाउँदैछ। नै प्लिज हातमा नगर्नुस् न। हेलो हेलो त्यस्तो गर्नु नगर्नु के हातमा नगर्नु, त्यस्तो गरेर राम्रो हुँदैन के। हातमा त्यस्तो गर्नु, हातमा गरेर हुँदैन कि प्लिज। हातमा राम्रोसँग भन्नु न। यो खालको अवस्था छ। मिडियालाई नगर्नुहोस् प्लिज। यो खालको अवस्था छ दर्शक महानुभावहरू। भारतीय मिडिया चाहिँ दलालहरू हुन्, यिनीहरूलाई चाहिँ लखेट्नुपर्छ भनेर युवाहरू लागिरहेका छन्। तर हातमा चाहिँ नगरौँ है, हातमा चाहिँ नगरौँ प्लिज। हातमा चाहिँ गर्नु हुँदैन। भन्न जे पनि भन्न पाउनुहुन्छ, हात त नहाल्नुहोस्। हेर्नुहोस् गलत प्रचार हुन्छ है, विश्वमा गलत प्रचार हुन्छ। यो नगरौँ। मलाई प्लिज त्यसो नगरौँ न यार, गलत प्रचार हुन्छ कि त्यो विश्वमा यार। जे भए पनि त्यसरी सुन्नु हात हाल्न पाइन्न के। हात हाल्न पाइन्न, बरु कन्ट्रोल गर्नुहोस्। छोडिदिनु। हेलो भयो प्लिज यार, यो नगरौँ न, यति नगरौँ। भयो प्लिज कन्ट्रोल गर्नु। यति धेरै पनि गर्नु हुँदैन। साँच्चीकै अब चलबलाको अवस्था छ। भारतीय मिडियाहरू यो आक्रोश पनि हो, जायज पनि हो, तर हातमा चाहिँ गर्नु हुँदैन है। हामीहरूको काला पानी त्यहीले ल्याएको इन्डिया मिडियालाई छिन्न दिनु हुँदैन। जेन्जीको आन्दोलन भड्काउनको लागि छिरेको छ। आज पनि यो अझै पनि देशमा राम्रो शासन, राम्रो मान्छेलाई चुन्न नदियोस्, त्यो दलको उनीहरूको पार्टीको मान्छे चाहियो भन्दै यो आन्दोलन गर्न आएको छ। योहरू सबै पार्टीको झोले हो। यो हामी जेन्जीहरूले यसरी क्रान्ति खोजेको होइन, क्रान्ति चाहेको होइन, हामीले शान्ति चाहेको हो। हामीले शान्ति जति पनि अराजक तत्त्वहरू यहाँ सलबलाएको छ नि ती जेन्जी होइनन्, ती पार्टीका झोले हुन सक्छन्, ती यो देश बिगार्ने झोले हुन सक्छन्। सबै 30 वर्ष 40 म रियल जेन्जी हो। 21 वर्षको मान्छे म रियल हो। 21 को नाममा फाइदा उठाइएको छ यहाँ। जेन्जीले यति धेरै बलिदान दिएका छन्, यति ठुलो बलिदान दिएका छन्, आफ्नो ज्यानको बलिदान दिएका छन्। तर यही अवस्थामा चाहिँ अराजक तत्त्वहरूको घुसपेट भएको छ। यो चाहिँ बुझ्नुपर्ने छ, हामी बेलैमा बुझ्नुपर्ने छ। नत्र भए अझै हामी पछाडि धकल्ने अवस्था छ। यो देश धेरै पछाडि धकलिसक्यो। अब सोच्नुपर्ने बेला आएको छ दर्शक महानुभावहरू, सोच्नुपर्ने बेला आएको छ। हामी जेन्जीको कसैलाई कुट्ने हाम्रो छ त छैन नि। हाम्रो कुट्ने अधिकार छैन। कसैलाई लछार पछार गर्नलाई आएको हामी होइन नि। हाम्रो माग राख्नलाई आएको, तर किन प्रेसलाई ठेलठाल गर्नु, किन घुसपेटिया भइरहेछ क्या अरूलाई उचाल्ने। जुन यो मिडिया, इन्डियन मिडियाहरूले यसरी लखेटिरहेछ नि, भोलि गएर इन्डियनले बोर्डरमा गएर गोली चलाउँछ नि, त्यसपछि थाहा पाउँछ। किनभने योहरू साँच्ची नै इन्डियासँग त्यस्तै दुश्मनी चाहन्छ, साँच्ची नै म नेपाली हो भन्न चाहन्छ भने बोर्डरमा गएर कराओस् के। बोर्डरमा गएर बोर्डरमा इन्डियन आर्मीहरूले हो तिमीहरू यहाँबाट नेपालबाट जा भनोस् कि यहाँ आएको इन्डियामा रिपोर्टिङ गर्न आएको हो नि त। तपाईँ जस्तै तपाईँ यहाँ समाचार टिप्न आएको छ, ऊ पनि समाचार टिप्न आएको। उसलाई त्यो रिपोर्टिङ गर्न आएको मान्छेलाई गो ब्याक इन्डिया भनेर एउटा पत्रकारलाई गो ब्याक इन्डिया भनेर हुन्छ, यहाँ कराएर हुन्छ। बोर्डरमा गएर गो ब्याक इन्डिया भन। म यो पार्टीको झोलेहरूलाई त्यही भन्न चाहन्छु। योहरूले अहिले जसरी यो पत्रकारलाई गो ब्याक इन्डिया भनेर यो पत्रकारलाई लखेटिरहेको छ नि, इन्डियन पत्रकारलाई, भोलि गएर इन्डियाले बोर्डरमा लास बिछायो भने म घाँटी काट्छु कि। पहिलेदेखि बोर्डर इन्डियाले कसरी पेल्दै आइरहेछ झन्। यसरी इन्डियाको पत्रकारहरूलाई यसरी लखेट्ने यस्तो काम गर्यो भने इन्डियाले झन् भोलि नकारात्मक समाचारहरू टिप्छ, नराम्रो अभिव्यक्ति दिन पाइन्छ। तर यसरी प्रेसलाई लखट्ने, यसरी प्रेसलाई चाहिँ यो खालको व्यवहार चाहिँ गर्न मिल्दैन। संयमित हुनुपर्ने अवस्था आएको छ। यति बेला नेपाली सेना यति बेला सडकमा छ र कर्फ्यू आदेश भइसकेको छ। र यहाँ भनिएको छ यहाँ बीचमा जेन्जीको नाममा केही अराजक तत्त्वहरू घुसेका छन्, केही पार्टीका झोलेहरू घुसेका छन् र यसलाई धन बिथोल्न खोज्दैछन्, यो अवस्थाको मौका उठाउँदैछन् भन्ने कुरा पनि सुनिएको छ यहाँ।